हेलो नमस्ते नमस्कार सबैजनालाई। म सुशान्त जेरो हजुरहरूको माझमा म आज एउटा भिडियो देखाउन गइरहेको छु। हजुरहरूले हेरेर इन्जोय गर्नुहोस्। यो घर चाहिँ 5 वर्ष भयो। म चाहिँ अहिले इन्डियामा छु। यो 5 वर्ष भयो बनाइएको यो घर। अझै पनि 5 वर्षमा फिनिसिङ भएको छैन। यो चाहिँ एकदम शानदारले बनाइएको घर हो, देख्न सक्नुहुन्छ। म चाहिँ अहिले इन्डियाको प्रान्तमा छु। भित्र फिनिसिङ के कस्तो छ तपाईहरुलाई म देखाउने कोसिस गर्दैछु। बाहिरमा गएर हेर्दा एकदम छ। हजुरहरूले हेर्दै जानुहोस् है त। यो किचन कोठा हो। यो चाहिँ 5 वर्ष लगाइएर बनाइएको घर हो इन्डियामा। यो चाहिँ अहिले इन्डिया यो बिहार हो, बिहार प्रान्त हो। यहाँ यसरी ल हेर्नु सक्नुहुन्छ। यो घरमै लिप पनि राखिएको छ। ल यो चाहिँ सोकिन टाइपले देख्न सक्नुहुन्छ। सोकिन टाइपले बनाएको घर हो यो। 5 वर्ष तर अझै पनि फिनिसिङ नभएको घर। ल कम्पाउन्ड यता देख्न सक्नुहुन्छ। ल 5 वर्ष लगाएर बनाएको घर यस्तो हुँदैछ। यसरी काठहरू लगाइएको छ। यो किचन कोठा बेडरुम हो। यो स्टाइलले बनाएको घर हो। 5 वर्ष लगाएर यसरी देख्न सक्नुहुन्छ। पछाडिको स्पेस चाहिँ यस्तो छ। पछाडिको स्पेस यस्तो छ। शानदार डिजाइन गरिएको छ। ल यो चाहिँ हैदर अलीको घर हो। हामी चाहिँ नेपालबाट आएको, यता उसबाट विराटनगर है। यो के ठाउँ रे तपाईँको? यो ठाउँ सोनापुर भन्छ, गाउँ पछाडि जाऊ। ल हामी चाहिँ अहिले इन्डियामा छौँ है। देख्न सक्नुहुन्छ फिनिसिङ एकदम राम्रो छ। म चाहिँ अहिले नेपाल भारतको सिमाना छु। यो टेम्पो देखेको अलिक अगाडि त्यो एसएससी पोस्ट हो। त्यहाँभन्दा अलि उता त्यो गेट देखेको, अलि गेट देखिएको छ। त्यो गेटभन्दा उता नेपाल हो, त्यहाँभन्दा यता इन्डिया हो।